जाजरकोट भेरीमालिका नगरपालिका 4 बोहराकी 24 वर्षीय राधिका सुनवारको 22 माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनवारले ती महिलालाई प्रेमजालमा पारेर घरबाट 1 किलोमिटर टाढा पासागाडा खोलामा लगी बलात्कार पश्चात हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। हत्यामा संलग्नलाई सर्वस्वसहित आजीवन कारावासको सजाय माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ। मृतकका पति दलबहादुर सुनवार नेपाली सेनामा कार्यरत छन्। श्रीमान घरमा नभएको मौका छोपी अवैध यौन सम्बन्ध राख्दै आएका कमललाई विवाह गर्न राधिकाले दबाब दिएपछि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ। अवैध सम्बन्ध भएको श्रीमानले थाहा पाएपछि उनले राधिकालाई जोसँग सम्बन्ध छ उसैसँग पहिला जा भनेर बारम्बार कुटपिट गर्ने गरेका थिए। प्रहरी जवान कमललाई विवाह गर्न दबाब दिएपछि बिहे गर्नुभन्दा मारिदिए उन्मुक्ति पाइएला भनी हत्या गरेको पाइयो। प्रहरी नायब उपरीक्षक भवेश श्रीमानले भने यो सबै मोबाइलको कल डिटेलबाट खुलेको हो। जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटमा कार्यरत प्रहरी जवान सुनवारले बयानका क्रममा अपराध स्वीकार गरेका छन्। प्रहरीका अनुसार राधिकाको पेटमा छुरा प्रहार गरी हत्या गरिएको छ। महिलाको पेटमा छुरा रोपिएको र हातका औँला काटिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक रिमालले बताए। मृतकको शरीरका अन्य भागहरूमा पनि छुरा हानिएको र चोट लागेको थियो। घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको पाइयो। एक ठाउँमा हत्या गरी जंगलको अर्को ठाउँमा लगेर लासलाई फालिएको थियो। प्रतिकार गर्न खोज्दा हातका औँलाहरू काटिएका थिए। रिमालले भने ती महिलाको लास नाङ्गो पारेर पासागाडा खोला नजिकै खोल्सामा फालिएको थियो। हत्यामा संलग्न भएको आरोपमा मृतकका पति दलबहादुरलाई पक्राउ गरिए पनि उनी निर्दोष रहेको अनुसन्धानका क्रममा पुष्टि भएको छ। मृतक राधिकाका 4 र 6 वर्षीय 2 छोराहरू छन्। हत्यामा संलग्न भएका भनिएका प्रहरी जवानलाई जिल्ला न्यायाधीश लीलाराज अधिकारीले पूर्वपक्षका लागि कारागार चलान गर्न आदेश दिएका छन्। यसैबीच अन्तर्पार्टी महिला सञ्जालले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै राधिका हत्याकाण्डमा प्रहरी र सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गर्न ढिला गरेको भन्दै 24 घण्टाभित्र दायर नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए। कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।